गाडीमै कराएर जानु पर्ला क्यों चलता है मन तकदीरों में है किसकी क्यों झूमे है गगन वाओ खतरा छ भाइ तपाईँको डिम्पल बस्दो रहेछ नि त साइडमा कसै बस्दैन हिरोहरूको इन्ट्री अलिक पछाडि हुन्छ कति मान्छे हो क्या अनि यहाँ त खासै हल्ला गर्न पाइला जस्तो छैन गाडीमै कराएर जानु पर्ला ब्रो सो पछाडिपट्टि यहाँ कस्तो राम्रो खालको सनसेटवाला छ होइन यहाँ तल लेक वाइभन ओपन छ आज हामीहरू क्याम्पिङ आएका छौँ आज 20th जुन 15th जुन 5 दिन अगाडि मेरो बर्थडे जन्मदिन थियो आई टर्न्ड 32 33 अनि एट द मोमेन्ट हाम्रो माया चाहिँ जम्मा 3.5 months छ है वी आर प्लानिङ फर आवर पास्निङ लाइफ इज गुड अब हामीहरू सबैजना यहाँ रमाइलो गरेर आएका छौँ वेल बसिरहेको होइन प्र्याक्टिस गरिरहेको छु है छैन है छैन मेरो चाहिँ आँखा ठिक छ नि चस्मा लाउनु पर्दैन होइन आहा त दामी छ त लास्टै अब म रिल्याक्स गर्दैछु म यहाँ खोला पनि नजिकै छ एउटा बादल पनि छ है रमाइलो गर्नु पऱ्यो नि साथीहरू होइन म चाहिँ गौतम म चाहिँ मेरो भाइहरूलाई दाइहरूलाई मिस गरिरहेको थिएँ मैले कति टाइमदेखि आउनुलाई चाहिँ मैले कोसिस गरिरहेको थिएँ भ्याइरहेको थिएन विथ अल दिज अदर थिङ्स होइन फाइनली चाहिँ टाइम जुरेको छ आइएम रियली ह्याप्पी टु लुकिङ फरवर्ड टु द गुड नाइट विथ अल अफ यु गाइज हेलो म सुरज यहाँ चाहिँ सबै केटाहरूले चाहिँ मलाई मामा भनिरहेको छन् सायद उमेरमा चाहिँ सबैभन्दा मै नै जेठो होला एक्सपिरियन्समा पनि म चाहिँ लास्ट इयर चाहिँ एकदम हेक्टिक थियो लाइफ अहिले चाहिँ अलिक फ्री भएको छु त्यही भएर अलिकति साथीहरूसँग चिल गर्न भाइहरूलाई भेटघाट भयो धेरै खुसी लाग्यो जुन 20 2026 एकदम रमाइलो भएको बेला त्यो ठ्याक्क सनसेट यस्तो भइरहेको अनि चराहरू उडिरहेको त्यो त सबै हुँदैन नि त यही खुसी छ इट्स अ गुड मोमेन्ट आयु अब अलमोस्ट 3 हुनलाई 3 महिना बाँकी छ होइन म चाहिँ अहिले खुसीमै छु आयुको सबैभन्दा मनपर्ने कुरा के छ तिमीलाई ऊ चाहिँ म जस्तै गरिरहेछ लाइक होइन खुसी आफ्नैमा खोज्ने अनि इन्डिपेन्डेन्ट हुन खोजिरहेछ बच्चे भए पनि होइन अनि ठिकै छ किचकिच गर्दैन धेरै रुँदैन होइन त्यही त हो नि अब खासै 2 घन्टा लाग्छ रोशन दाई दाई म यता छु दाई यता छु दाई म केस बा माय गॉड गडबेला दाई गडबेला अनि आज गुडबेला हालेको हालेन so much fun, especially मन मिल्ने कुरा मिल्ने केटाहरूसँग the whole group enjoyed yesterday अनि हामीहरू चाहिँ आगो बाल्यौँ we sat by the lakes we did some stargazing यसो अलिअलि बियर खाइयो वाइन खाइयो होइन that was a really good experience मजा आयो
I am now just doing a morning walk. Kangaroosहरू रहेछ त्यहाँ यसो फाइट खेलिरहेको छन्. If I'm going with you, I know we'll get to the other side. Sinking in, I know this feels right. Catching a breeze, love, moving through the night like a यहाँ पनि त्यस्तै हुँदो रहेछ तपाईँको साइड. अच्छा दिख रहा है मेरे भाई. क्या ऑर्डर किया आपने? क्या ऑर्डर किया आपने? मेरो एक मेन्यू इज एक्स्ट्रा ह्यास ब्राउन ब्रेड. Wow, beautiful. Oh, what did you do, Dai? दाइको त टाइम ब्याक हुने रहेछ नि त दाइ अनि उसको एड्रोलिन कि एड्रोलाइन अलिक पम्प हुन्छ. चुस्सो हो क्या चुस्सो हान्दियो ब्रो. Beautiful. तर मिठो Eggs रहेछ. Benedict with bacon and extra hash brown. Top. 5 out of 5. पाठक एग्री गर्छ तिमी यो कुरामा? एक्सप्रेसनले त गयो यार. मामालाई नसो त अर्कै खानु भएको छ मामाले मिठोवाला त्यही भएर. यो कि के भन्छ तिमी यो कुरामा? एप्रुभ छ? उसले त सबै सबै सकाएर क्लोजिङ पनि भइसक्यो यहाँनिर. मिठो टाइगर है. ल यार मनिषजी तपाईँलाई कस्तो लाग्यो? माझ्नु नपर्ने हो चारवटा पनि हो र. यस्तो गरेर यस्तो गर्छु किन भयो? ल यार मेरो पनि फिनिसै भइसक्यो होइन. ल फेरि ब्याक टु सुट है. सुट अझै ठिक छ नि? एकदम ब्युटिफुल. So bro, we Lo, had a see really, that? great night. It was really nice. Thoroughly enjoyed it. Thank you everyone. Looking forward for the next one. ल बबाल रमाइलो भयो. आज वाइभेन्यू क्याम्पिङ पनि हामीले एन्ड गर्दैछौँ. आफ्टर वान नाइट वी डिड सम अमेजिङ मोमेन्ट्स होइन. टक्क आगो बाल्यौँ अनि मिठो मिठो मासु खायौँ. मामाले बनाउनु भएको गानाहरू गायौँ. ताराहरू हेऱ्यौँ. दिस मर्निङ वी ह्याड अ ब्युटिफुल ब्रेकफास्ट स्टेट यार्ड कोर्ट यार्ड फन्टवेलमा. मजा आयो. चियर्स एभ्री वान. विल सी नेक्स्ट टाइम है त. रोशन दाई रेन्ट इज हाई, ग्रोसरी इज हाई, so why shouldn't you be high, Roshan dai?